आज फेरि एकजनाको ब्याङ्क एकाउन्टबाट 98,000 रुपियाँ गायब भएको छ। अब नेक्स्ट टार्गेट हजुर हुन सक्नुहुन्छ। त्यसकारणले गर्दा यो भिडियोलाई पुरा हेर्नु होला र सेयर गरेर सबैलाई जानकारी दिनु होला। अहिले के भएको छ भने सबै ब्याङ्कहरूले एनआइडी नम्बर अर्थात् राष्ट्रिय परिचय पत्र नम्बर हजुरहरूको सबै एकाउन्टमा अपडेट गरिरहेका छन्। त्यसैको फाइदा उठाउँदै स्क्यामरले बीचमा फोन गरेर हजुरहरूको एनआइडी नम्बर अपडेट गर्नुपर्ने छ, हामीलाई यो डिटेल्स चाहियो, हामी व्हाट्सएपमा यो पठाउँछौँ, त्यहाँ क्लिक गरेर अपडेट गर्नु होला, अथवा हामी लिङ्क पठाउँछौँ, कोड दिनु होला भनेर विभिन्न किसिमको स्क्यामहरू गरिरहेको छ। अलि केही दिन अगाडिदेखि नै यो भइरहेको छ। मैले यो विषयमा भिडियो बनाउन पाएको थिइनँ। आज फेरि एकजनाको त्यही कम्प्लेन आएर धेरैले कम्प्लेन गर्नु भएकाले गर्दा मैले फेरि इन्फर्मेसनको लागि यो भिडियो बनाउँदैछु। कुनै पनि अपडेट एनआइडी नम्बरदेखि लिएर केवाइसी अपडेट गर्नलाई हजुरहरू घर बसी बसी ब्याङ्कले कहिले पनि सुविधा दिँदैन। जोसुकैले कल गरे पनि बुझ्नु होला त्यो स्क्यामर हो। र कुनै पनि ब्याङ्कको एप्लिकेसनहरू अपडेट गर्नलाई केही गर्नको लागि कहिले पनि फोन आउँदैन। मात्र के हुन्छ भने हजुरहरूको एप्लिकेसनमा अपडेट दिएको हुन्छ, त्यहाँ गएर अपडेट गर्ने हो। स्क्यामरले के गर्छन् भने हामी घर बसी बसी गरिदिन्छौँ भनेर लिङ्क पठाउने, त्यसमा क्लिक गर्ने, हजुरको मोबाइल आफ्नो हातमा लिने, आफ्नो निगरानीमा लिने, त्यस पछाडि फोनबाट भएको पैसा ट्रान्सफर गर्नेसम्मको गतिविधिहरू भइरहेको छ। त्यसकारणले गर्दा एकदमै धेरै सावधान हुनु होला। हजुरहरूले एनआइडी नम्बर अपडेट गर्नु छ भनेदेखि ब्याङ्कमै गएर गर्नुपर्छ। कसैले पनि घर बसी बसी अपडेट गरिदिँदैन। यो त एउटा ब्याङ्कले ल्याएको राम्रो सिस्टम हो। एनआइडी नम्बर लगाएर खाता खुल्दैखेरि फेस भेरिफिकेसन भएर खाता खुल्नुपर्छ। अझ त्यो भयो भनेदेखि स्क्यामरले खोलेका जुन अरूका डकुमेन्टहरू युज गरेर ब्याङ्कमा गएर खोलेका खाताहरू छन् त्योमा पैसा ट्रान्सफर हुने र स्क्याम हुने र स्क्यामरहरूको खाता खोज्दा भोलि मान्छे नै नभेटिने खालको कुरा चाहिँ हुँदैन। त्यो चाहिँ एउटा राम्रो कुरा हो। तर यसलाई हामीले सुविधाको रूपमा युज गर्दाखेरि त्योभन्दा एक स्टेप अगाडि रहेर स्क्यामरले के गरिरहेका छन् भने त्यही कुरा गरिदिन्छौँ भनेर हजुरहरूलाई म्यासेज गरेर विभिन्न किसिमका प्रलोभन देखाएर घर बसी बसी सजिलो तरिकाले गरिदिन्छौँ भनेर हजुरहरूको एकाउन्टमा भएको पैसा रित्याइरहेका छन्। त्यसकारणले गर्दा धेरैभन्दा धेरै सावधान हुनु होला। कुनै पनि ब्याङ्कसँग रिलेटेड कुराहरूको लागि, कुनै पनि ब्याङ्किङ एप्सहरूको लागि जहिले पनि ब्याङ्कमा नै सम्पर्क गर्नु होला। नजिकैको ब्रान्चमा भिजिट गर्नु होला जहाँ हुनुहुन्छ। हामीले मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ चलाउनु पर्छ, नचलाउने होइन, तर अलिकति सुरक्षित भएर चलाउनु पर्छ। अहिले त झन् मेसेन्जरमा कसैले मेसेज गरेर हजुरको नम्बर कति हो भन्ने, त्यो नम्बरबाट ट्राई गर्ने, एउटा कोड आएको छ, मलाई केही इमर्जेन्सी छ भनेर मागेर पनि गरिरहेका छन्। कति आफ्नो साथीहरूको एकाउन्ट ह्याक भएको हुन्छ। एउटै मात्रै कुरा के हो भने हजुरहरूलाई म्यासेजबाट कसैले पैसा माग्छ, म्यासेजबाट केही कुरा गर्छ भने एकचोटि कल गरेर हजुरहरूले भेरिफाई गरेर मात्रै आफन्तलाई पनि विश्वास गर्नु होला। अहिले त्यस्तो समय छ। कल गरेर तपाईँले पैसा मागेको हो भनेर सोधेर मात्रै भेरिफाई गरेर मात्रै हाल्ने सिस्टम बनाउनु होला। किनकि ह्याकरले कति बेला ह्याक गरेर हजुरकै आफन्तको एकाउन्टबाट हजुरसँग पैसा मागिरहेको पनि हुनसक्छ। स्टेप स्टेपमा ख्याल गर्नु होला र यो भिडियो धेरै सेयर गर्नु होला। हवस् त, धन्यवाद।